आज चाहिँ दार्जिलिङको फेमस कन्टेन्ट क्रिएटर रिन्चेन भाइको वेडिङमा चाहिँ हामी पुगेका थियौँ। नमस्ते, म शिवानी, स्वागत छ तपाईँहरूलाई मेरो मिनी भ्लगमा है। र आजको मेरो आउटफिट तपाईँहरूले देख्न सक्नुहुन्छ, साडी लगाएको छु है। कस्तो देखियो तपाईँहरूले कमेन्ट्स गर्नुहोस् है त। र मलाई चाहिँ साडी कुर्ता लाउनु एकदमै धेरै मनपर्छ, तर अब सधैँभरि है क्यारी गरेर हिँड्नु सक्दैन नि त साडी चाहिँ। अनि म र मेरो हस्बेन्ड दुईजनै आज हामी गएका थियौँ र मलाई चाहिँ यो बिहामा जसरी भए पनि जानु नै थियो, किनभने रिन्चेन भाइसँग मेरो अब एकदमै धेरै एट्याच छ है। मेरो आफ्नै भाइ जस्तो लाग्छ मलाई चाहिँ है। र हामी चाहिँ घरबाट निस्क्यौँ, म र मेरो हस्बेन्ड है। हिजोसम्म चाहिँ यस्तो दामी वेदर भएको त्यो त तपाईँहरूलाई पनि थाहा छ, गरम हुनु थालेको थियो। तर आज हेर्नुहोस् न, बिहाकै दिन साडी लाउँछु भनेको दिनै वेदर यस्तो बिग्रेर चाहिँ कस्तो बिस्वाद लागेको। तर पनि केही छैन, मैले साडी नै लगाएँ। त्यहाँदेखि चाहिँ म पुगेँ बिहाको हलमा है। यहाँनिर चाहिँ सबैजना आइसक्नु भएको थियो र मैले चाहिँ यहाँनिर आज मेरो दिदी भाउजू सबैलाई भेटेँ। अनि एउटा एकदम म त सरप्राइज भएँ। म जस्तो पुगेँ नि, मेरो आमा पनि ठिक्कै आउनु भएको रहेछ। अनि आमालाई पनि भिडियोमा लिएँ, आमाहरू सँगसँगै यहाँ आनीहरूलाई पनि भेटेँ है। अब आनीहरू चाहिँ हाम्रै गाउँको हुनुहुन्छ, हाम्रै छिमेकी हुनुहुन्छ है। उहाँहरूसँग पनि मैले हल्का भिडियो लिएँ। अनि आमाको आजको आउटफिट चाहिँ ग्रिन साडी, ग्रिन स्वेटर, मलाई चाहिँ यस्तो म्याचिङ गरेर लगाएको चाहिँ पुरा मनपर्छ है। यहाँ आमा चाहिँ एकदम एनर्जेटिक भएर है यहाँ बात मार्दैछ सबैसँग। र अब यस्तै त हो है, अब यस्तै सुखको कार्यमा दुःखको कार्यमा नै गाउँलेहरूसँग भेट हुन्छ है। अब साथीभाइहरूसँग भेट हुन्छ है। मैले चाहिँ सानो सानोको साथीहरू पनि भेटेको थिएँ जब हामी प्राइमेरी पढ्थ्यौँ है। सबैजनासँग भेट्दा चाहिँ एकदमै धेरै खुसी लागेको मलाई चाहिँ। र यहाँनिर चाहिँ अब सबैजना छ, मेरो हस्बेन्डहरू, मेरो दाजु ज्वाइँहरू सबैजना बसेर यहाँनिर चिया कफीहरू खाँदैछ है। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो दोर्जे दादा, गाउँको दादा है। अनि हामी चाहिँ माथि पुग्यौँ। यहाँनिर चाहिँ रिन्चेन चाहिँ एकदमै धेरै बिजी हुन्छ है। हुनु चाहिँ मैले पनि एक्सपिरियन्स गरेको कि मेरो बिहामा, आफ्नो बिहामा भन्दा चाहिँ अरूकै बिहामा चाहिँ मजा हुँदो रहेछ। आफ्नो बिहामा चाहिँ त्यस्तो केही पनि थाहा हुँदैन रहेछ है। अब कस्तो ह्याट्टिक हुन्छ, अब थाक्छ है। तर अरूको बिहामा चाहिँ यसरी गएर भिडियोहरू बनाउनु, नाच्नु कस्तो मजा आउँछ। हामी चाहिँ ठिक्कै यहाँनिर गयौँ रिन्चेन भाइलाई आशीर्वाद दिनु, कङ्ग्रेचुलेट गर्नु है। अनि यो सबै भिडियोहरू चाहिँ बिचारा राजु दादाले हाम्रो लिइदिनु भएको है। अब रिन्चेन भाइ चाहिँ एकदमै 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 परिश्रमी हो है। उहाँको भ्लगमा, मैले मेरै भ्लगमा उहाँसँग भेट्दा चाहिँ धेरैपल्ट मैले भनिसकेको छु यो कुरा है। रिन्चेन चाहिँ अब कस्तो खालके मेहनत गरिरहने गरिरहने गरिरहने, अहिले चाहिँ उसले अब त्यो मेहनतको फलहरू चाहिँ पाइरहेको छ। उसले जे पनि काम गर्दछ त्यसलाई कन्टिन्युटी दिइरहेको छ है। यहाँसम्म होइन, अझै अघि बढेको चाहिँ म चाहिँ है हेर्न चाहन्छु रिन्चेनको चाहिँ। आजको बिहामा चाहिँ एकदमै धेरै मजा आयो मलाई चाहिँ है। कति दिन बाद चाहिँ मैले आज है बिहा एटेन्ड गरेको नि त। अब आफ्नो काममा बिजी भइरहेको हुन्छ है। अब डेली लाइफ ड्युटी गयो आयो है। अब यस्तो रिफ्रेसमेन्ट पनि हुन्छ है। अनि यहाँनिर चाहिँ हुनुहुन्छ गजियस आन्टी, जो चाहिँ रिन्चेनको मम्मी हुनुहुन्छ है। अनि यहाँनिर राजु दादा है। र यहाँनिर चाहिँ आज हामीले धेरै कन्टेन्ट क्रिएटरहरूलाई पनि भेट्यौँ, किनभने भाइ रिन्चेन पनि एकजना कन्टेन्ट क्रिएटर नै हो नि त है। त्यसै कारणले गर्दाखेरि चाहिँ उहाँको रिलेटिभ साथीहरू चाहिँ सबैजना आएको थियो, तपाईँहरूले देख्न सक्नुहुन्छ है। कतिजनासँग भेटेँ, कतिजनासँग त मैले भेट्न पनि पाइनँ है। धेरैजनासँग बातचितहरू गरेँ, फोटोहरू लिएँ, भिडियोहरू बनाएँ है। अब चाहिँ हाम्रो पाली थियो खाना खानेको। अनि यहाँनिर चाहिँ सबैजना आन्टी दिदी बहिनीहरू हुनुहुन्छ है। सबैजनासँग नै बात मार्दै खानाहरू लिएँ। अनि सबै कुरा भन्दा चाहिँ मलाई एट्र्याक्ट गरेको चाहिँ आजको बिहामा चाहिँ यो जुन चाहिँ स्यालेडहरू छ नि, यस्तो मजाले सजाएको, जुनमा चाहिँ अब टच गर्नु मन परेको मलाई चाहिँ है। यहाँबाट हेरेको त अब रिन्चेनको साथीहरू पनि आइरहेको रहेछ है। सबैजनाले नै आशीर्वादहरू दिएर फोटोहरू खिचिराख्नु भएको थियो। एकदमै धेरै बिजी हुन्छ, यस्तै हुन्छ नि त आफ्नो बिहामा, एकदमै धेरै व्यस्त हुन्छ। एकदमै राम्रो देखेको थियो उहाँको वाइफ अनि रिन्चेनलाई पनि है। अनि हामीले चाहिँ पर गएर जुन चाहिँ सेल्फी पोइन्ट छ नि, यहाँनिर चाहिँ गएर हल्का भिडियोहरू पनि लिए है। अब यति त लिनु परिहाल्यो बिहामा गएपछि त है। अनि सबैजनासँग फेरि बिदाबारी मागेर चाहिँ म चाहिँ घर आएँ है। अनि घरमा आउँदाखेरि चाहिँ रात पर्नु आँटिसकेको थियो। हामीले धेरै टाइम त्यहाँनिर स्पेन्ड गऱ्यौँ है। र तपाईँहरूले मेरो भिडियोहरू धेरै मन पराएर दिनुभएको छ। अझै धेरै मन पराउनुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्। आजको भिडियो यति नै थियो। थ्याङ्क्स फर वाचिङ।